हाई गुड मर्निङ एभ्रिवान। आज हाम्रो फ्यामिलीको चाहिँ दक्षिणकालीको दर्शन छ। अङ्कल हाई भनिदिनु न मेरो ब्लगमा। आन्टी मेरो सासु आमाहरू चाहिँ आमा भर्खर स्विट 16 जस्तो हुनुहुन्छ, बुहारी बुढी भइसके। र हामी चाहिँ दक्षिणकाली जाँदैछौँ सबैजना। अनि पतिदेव र म चाहिँ स्कुटरमा, अनि आन्टीहरू चाहिँ बाइक के अरे ट्याक्सीमा हुनुहुन्छ। ल अब हामी पुगेपछि हजुरहरूलाई पनि देखाउनेछौँ दर्शन गरेको है त। किन्ने पसल छ है। हामी फेरि एक बातेर एक हाते छौँ, सधैँ यहाँ किन्ने बानी छ नि त हाम्रो। हाम्रो यहाँ टिम हुनुहुन्छ, आउँदै हुनुहुन्छ। अर्कै बाटो लिएर गयो जस्तो छ उहाँहरूलाई। अर्को पनि छ है यता माथिबाट। फाइनली हामी चाहिँ मन्दिरको तपाईहरु पारी हुँदो रहेछ, हामी वारी छौँ के। हामी चाहिँ सामान किनिसक्यौँ। अनि हामी सामान किनेर अब चाहिँ हामी मन्दिर प्रवेश गर्दैछौँ। हाम्रो टिम चाहिँ आधी टिम चाहिँ उता पछाडि त बाटो परेछ। आन्टीहरूलाई चाहिँ त्यो के अरे बुटवल जाने बाटोतिर, बुटवल होइन उता भेटौँडा जाने बाटोतिर। किनभने यहाँ चाहिँ दुईवटा ठाउँ छ क्या, वारी र पारीबाट लाने। सधैँ हामी चाहिँ फर्स्ट स्टार्टिङदेखि नै यताको बाटो आएर हुन्छ नि त। ए आउँदै हुनुहुन्छ, ए आउँदै हुँदो रहेछ किनेर। अनि आउने भएकोले गर्दाखेरि चाहिँ हामी बुढाबुढी चाहिँ स्कुटरमा आएकोले यतापट्टिबाट पऱ्यो। झालाखाली दर्शन गर्न हेर्नु होला दक्षिणकालीको दर्शन गर्नु। दक्षिणकाली माताले हजुरको रक्षा कल्याण गर्नुहुन्छ। आज सन्डे चाहिँ अलिक खाली खाली पनि हुन्छ मन्दिर। शनिबार चाहिँ अलिक भिडभाड हुने भएकोले गर्दाखेरि हामीले सन्डे जाउँ न त भनेर आन्टीहरू पनि जानु भएको थियो। आन्टीहरूसँग हामी जम्मा गरेर चाहिँ हामी सन्डे गरेको खाली नै छ मन्दिरहरू। मन्दिरमा आउँदा नै एक किसिमको छुट्टै आनन्द, मनमा शान्ति हुन्छ है। जति तनाव भयो जे भयो नि मन्दिर आएपछि चाहिँ एक किसिमको छुट्टै रिलिफ हुन्छ। हाम्रो टिम चाहिँ उहाँ पर हुनुहुन्छ। Hi guys, Juta khulyo haina, and now we're here. Look at how pretty it is, and like the sun is shining, and we're so like sun-kissed. I mean, look at Jigu. Jigu, look here. Wow. There are other vloggers here. Oh wow. हाम्रो टिमहरुमा भेट भयो बल्ल। कताबाट ल्यायो पछाडिबाट ल्यायो।
आन्टीलाई आशीर्वाद दिँदै हुनुहुन्छ मिठो मिठो पकाएर खुवाउनु भन्दै। हामी चाहिँ माताको दर्शन गरिसक्यौँ। यहाँ चाहिँ मन्दिरभित्र फोटो खिच्न मनाइछ भनेको छ, मैले खिचेको छुइनँ। बाउ छोरी चाहिँ दर्शन गरिसकेर छोरीको खुट्टा तताउँदै बसिरहनु भएको रहेछ त बुढो त। सङ्गीत आन्टीहरू चाहिँ तल फोटो खिचिरहनु भएको छ। आन्टी कस्तो लाग्यो? एकदम राम्रो, आनन्द आउँछ होइन? सबैसँग होइन, परिवारसँग आनन्द आयो। आनन्द आयो। यहाँको पानी चाहिँ अलिक कम भएको रहेछ अहिले। फाइनली हामी चाहिँ आन्टी हजुर दक्षिणकाली पहिला कहिले आउनु भएको थियो अरे? 2058 अनि आज 2020 के भनेको होला? 81 म त इङ्ग्लिसकोतिर गएछु। 2081 को म आइपुग्यो। सबै कुरा जुर्नै पर्छ होइन आन्टी? अब सोचेर त आउनु भएको होइन नि त। उहाँदेखि आउँदाखेरि म यहाँ जान्छु त्यहाँ अस्ति पार्टीमा सबै होइन। अब एउटा कामले आएको हुन्छ, अब यस्तै यस्तै पर्छ होइन। जसलाई पनि के जहाँ गए पनि त्यस्तै हुन्छ। पतिदेव मेरो पति परमेश्वर हुनुहुन्छ। मेरो पति परमेश्वर। हजुर बुढी भन्नु न कस्तो होला? के छ हजुर? ठिक छ हजुर, ठिक छ हजुर भन्ने भाइ पनि स्वर्गीय वास भइहाल्नु भयो। यो कचाकुचुक यस्तो रमाइलो भ्लगको लागि तिम्रो पार्टीमा जाऊ न किन यता? हामी चाहिँ दक्षिणकालीको दर्शन सकेर अब घरतर्फ लाग्नु लाग्यो। कान्छी माता उहाँ चाहिँ मेरो कान्छी माता, कान्छी सासू हुनुहुन्छ। विदेशमा हुनुहुन्थ्यो, भर्खर आउनुभयो। ल फाइनली हामी चाहिँ माताको दर्शन गरेर फर्किसकेको छौँ। अब घरतिर जाँदैछौँ। मेरो फुलकुमारी हो उहाँ चाहिँ। उहाँ चाहिँ मेरो फुलकुमारी हो। आमा मेरो सासूहरूलाई एउटा एउटा पोते किनिदिनु पर्छ। हेर्नु त एउटा आन्टी कुन हेर्नु त? यसको कति हो यसको? ल मेरो सासूहरूलाई एउटा एउटा। आन्टी हजुर कुन कलर लाउ? होइन मन परेको एउटा दिन। ऊ रातो पनि रहेछ है। हो त्यो पनि राम्रो छ। ल मेरो सासूहरूलाई खोइ कता हुनुहुन्छ? पहिला आउनु न यता। यो यसको कति हो यिनीहरूको? यो एउटा एउटा लगाइछु त हजुरहरू, तर त्यस्तो नट गुड है। अब कति राम्रो पोते रहेछ हौ। Hi guys. हामी त्यही दक्षिणकाली मन्दिर आएको छौँ होइन। Hi mom, hi dad.
आजको vlog मेरो मम कस्तो मम जस्तो देखिन्न कस्तो टिनेजर जस्तो देखिन्छ मेरो मम हेरिहाल्छ गाइस अनि यहाँ सुगन्धी छ सुगन्धी हाई ब्लग हाई ल ए हाम्रो चिल्लर पार्टीहरु हो यिनीहरु चिल्लर पार्टीले कुदाउन आँटेको छ अब हो हजुर Now she is going to ride a bike. No, it has this Look, there's another vlog. Vlog on. दाल सालहरु के किन्दैछन् यसले फेरि मलाई तपाईलाई कतिलाई यो मन पर्छ यहाँ दामी रहेछ होला बुहारीहरु चाहिँ दालहरु लिनुहुन्छ नेहाले पो खालि टुङ टुङ गर्नुहुन्थ्यो ल टुङ टुङ हामी पनि घर ल बाइ द वे भिडियोको इन्डिङको लागि यो चाहिँ हामी घर आइसकिसक्यो आएर पनि रमाइलो भयो है आन्टी एकछिन भए पनि रमाइलो भयो आनन्द भयो दर्शन गर्न पायौँ हजुरहरूलाई पनि त्यहाँ फोटो भिडियो खिचेर हाल्छु मैले दर्शन गर्ने राम्रो दिमागमा राम्रो कुरा सोच्ने यो भिडियो हेर्ने लाइक गर्ने कमेन्ट गर्ने सेयर गर्ने सबै मुभी हेरिरहनु भएको छ अब हामी पनि अहिलेको लागि छाउनीसम्म आइपुगेको छौँ अब अहिले भरे जाने यहाँ अहिले भरे छ ल बाई फेरि भेटौँला